तपाईँले हिजो भर्खर सुरु गर्नु भएको हो नि, तर तपाईँले जसलाई हेरिराख्नु भएको छ, जसलाई हेरेर तपाईँ जेलसी फिल गर्नुहुन्छ, त्यो मान्छेले हिजो सुरु गरेको हो त? पक्कै पनि होइन। उसले धेरै वर्ष पहिला सुरुवात गरेको छ। कसैले 5 वर्ष, कसैले 10 वर्ष पहिलादेखि तपाईँले भर्खरै गर्न सुरु गरेको काम गर्दै आइरहेका छन् भने अब तपाईँले आफूलाई उनीहरूसँग किन तुलना गर्नुहुन्छ? आफूले आफूलाई उनीहरूसँग तुलना गरेर आफैले आफ्नो आत्मविश्वासलाई किन घटाउनुहुन्छ? तुलना गर्दैमा तपाईँले चाहेको कुरा प्राप्त गर्ने भएको भएदेखि दुनियाँले आफूलाई अरूसँग तुलना गर्दै बस्थे। कम्प्यारिजनले डिमोटिभेसन बाहेक अरू कुरा केही पनि दिँदैन। त्यसैले आफूलाई अरूको सफलतासँग तुलना गर्नुभन्दा आफ्नो रियल स्किलमा काम गर्नुस्, आफूमा वर्कआउट गर्नुस्, आफ्नो कन्सिस्टेन्सीमा फोकस गर्नुस् त तपाईँलाई सफल हुनबाट कसैले पनि रोक्न सक्दैन। स्वयं भगवानले पनि रोक्न सक्नु हुँदैन। कुरा चित्त बुझ्यो? ल अब फलो गर्नुस्।